ल आजको हाम्रो यो मिनी ब्लग सुरु भयो। हामी चाहिँ अब यहाँ नजिकै रहेको यो हाम्रो माचुरी फेस्टिभल भइरह हैन, त्यहाँ जाने प्रोग्राम भयो हो कि हैन? त्यहाँ चाहिँ आज अब के छ यसो हेरेर आउनु पर्यो। घरबाट 5 मिनेटको बाटो हैन? के कस्तो छ, कस्तो रमाइलो लाग्ला जस्तो छ? नेपालीहरूको, भेटीहरूको, ब्राजिलहरूको, जापानिजहरूको सबैको एक ठाउँमा जमघट भएर मेला लाग्ने ठाउँ हैन? खानेकुराहरूको सो, नाच्ने गाउने रमाउने ठाउँ। यहाँदेखि कति मिनट लाग्छ? 2 मिनट? त्यो देखिरहेको ठाउँ हो, त्यो रुख देखिरह अगाडिको 2 मिनटमा अब हामी त्यहाँ पुग्ने भयो फ्रेस हुन हैन? ल अब 1 मिनटमा अब हामी ठाउँमा पुग्ने कुरो भयो हैन? 1 मिनटमा पुगिन्छ ल ठाउँमा। स्टार्टिङ भइराखि सक्यो कि के छ अवस्था? यहाँ यस्तो छ, पुरै चहलपहल भइसक्यो मान्छेहरूको। यहाँ गीत सित गाइराखेको यस्तो भइरहेको हेर्नु सब मेलामा मान्छेहरू टन्न। फेरि यहाँ बसिरह खासै त्यस्तो केही हुँदैन, त्यही खानपिनहरू है। ए खानपिन भयो भने यस्तो हुने यहाँ यस्तो भइरह। अब यहाँ यसरी गाडी साइड ल्याएर उयो हाम्रो नेपाली पसल पनि रहेछ यहाँ। नेपाली पसल के होला नि मान्छेहरू यहाँ कति धेरै यस्तै रमाइलो गर्न आउँछन्, अरू त केही होइन। त्यहाँ रहेछ मान्छेहरू, त्यहाँ बसिरह। यहाँ नेपाली ग्रुप बसिरहेको छ, यहाँ हेर्नुहोस् यो नेपाली ग्रुप हाम्रो कलाएर के गर्दैछ पारेर। ओहो के हो, के भइरह? अरू सन्चै हुनुहुन्छ? आराम उठेर आएको अनि अरू आरामै सन्चै हुनुहुन्छ? मेला यहाँ लागिरहेछ, यसो छिरेर आउँ भनेर यसो निस्केको। के छ त अरू? सब चलफल राम्रो गइरहेछ ओइजिङ माथिमा। अघि उता गइयो। रमाइलो गरिरहेछन् सबैजना होइन? के छ त रमाइलो त हो नि जिन्दगी होइन? 2 जने जिन्दगी, 5 दिन जुत्तो काम हान्ने, 2 दिन मजाले यस्तो रमाइलो चिल गर्ने। महिनामा 1 दिन यहाँ ठुलो हुन्छ होइन? यो अब हेर्नुहोस् है, तपाईँहरूलाई म देखाउँछु यहाँ यसरी यो पसलहरू राखेर बसिरहेछन् मान्छेहरू। पसल छ यहाँ, हाम्रो नेपाली झन्डा फरफराइरहेछ। नेपाली झन्डा कस्तो दामी देखिएको है होइन? नेपाली झन्डा हेर्नुहोस् कस्तो राम्रो देखिरहेको। नेपाली पसल लाली गुराँस, हाम्रो नेपाली पसल। के खाने यो यता भएछ, यता यो ब्राजिलको पसल। यहाँ अब के आइटम छ? नेपाली पसल अर्को नि रहेछ त अनि यो ब्राजिलको उखुहरू पनि छ हेर्नु। यहाँ चाहिँ यो पनि कहाँको पसल हो? यहाँ चाहिँ यो पनि नेपाली पसल हेर्नुहोस्। नेपालको झन्डा फरफराइरहेको छ। यहाँ गाडी कति कुदाएको है। यहाँ नेपाली पसल यो यही हो राम्रो देखिने भ्यू चाहिँ पार्कमा। महिनाको लास्ट आइतबार चाहिँ प्रत्येकचोटि हुन्छ कि कसो हो? अहिले चाहिँ यो वर्षको पहिलो हो नि त यो ठुलो। तपाईँलाई हिजोदेखि भने अब यहाँ ठुलो हुन्छ अनि यसो जानुपर्छ भने तपाईँ आइहाल्नु पर्ने। तपाईँ सुत्दिने मान्छे यार। यही हो पसल। यस्तो यस्तो पसलहरू त सकिरहेको रहेछ, अब बन्द हुँदैछ धेरै। यो त ओस्कारे समावेश भइसकेको रहेछ।
बन्द भएछ यो पसल। ओके ठिक छ। ठिक छ अब यो यहाँको भ्यू यस्तो रहेछ राम्रो टक्क लाएर। यो गाडी ल आजको हाम्रो मिनी ब्लग यहीँ सक्यो होइन। एकछिन यो घुमघाम गरियो, सबैको भयो, यसो हेरियो, तर मिस गरियो धेरै डान्सहरू होइन। नेपाली डान्स, ब्राजिलियनको डान्स, साम्बा डान्स सबै मिस गरियो। यस्तै छ गाइज, हेर्नुहोस् यस्तो पसलहरू सबै यही हो। यहाँ पसलहरू रमाइलो गर्ने, एकछिन भेटघाट गर्ने, मान्छे गर्ने भयो। आजलाई तपाईँहरूलाई धेरै धेरै धन्यवाद। हाम्रो ब्लग चाहिँ आज यहीँ सकिएको घोषणा गर्दछौँ। फेरि यसपछि नयाँ ब्लग सबै पेन्डिङ छ नि, एडिट गर्न पाएन, एडिट भइरहेको छैन मेरो उसमा।